लासो फ्याफुल्जी टेस्टले म खेमदावा तामाङ चितवन कालीगढ नगरपालिका 7 बाट मेरो पुर्खौली चाहिँ सिन्धुपाल्चोक फेरि पनि तपाईले चाहिँ मेरो युट्युब च्यानलमा स्वागत छ। यो भिडियो चाहिँ मन पर्यो भने लाइक कमेन्ट शेयर पनि गरिदिनु होला अनि यो भिडियो अन्त्यसम्म पनि हेरिदिनु होला अनि आफ्नो साथीभाइले पनि सुनाइदिनु र लाइक कमेन्ट पनि गरिदिनुस् है। र अहिले चाहिँ म छु यलम्बु गाउँपालिका वार्ड नम्बर 3 इसङ्गोमा छु र आजको भिडियो चाहिँ मैले माथि क्याप्सनमा पनि लेखेको छु। म चाहिँ माथि इसङ्गो गाउँमा चाहिँ घुम्न आउँदाखेरि हिजो जुन मैले देखेको जुन एउटा दृश्य र एउटा जुन मैले पनि यो गाउँ समाजबाट चाहिँ के सिकेर चाहिँ अरूलाई पनि यसो सुनायो भने यो भिडियो चाहिँ कस्तो होला भनेर चाहिँ आज मैले यो भिडियो बनाउन गइरहेको छु। यो भिडियो चाहिँ तपाईले चाहिँ आफ्नो साथीभाइहरूले पनि सुनाइदिनु होला अनि एउटा शेयर पनि गरिदिनु होला। एक शेयरले गर्दा हाम्रो समुदायले चाहिँ विशेष त हिमाली बौद्ध मार्गीहरू र जुन हाम्रो हिमाली भेगमा बसोबास गर्ने र हाम्रो तराई भेगमा र विशेष त हाम्रो तामाङ समुदायले चाहिँ मैले के जोड दिन चाहे भन्दाखेरि मैले यो ठाउँमा चाहिँ के देखेँ भन्दाखेरि हिजो सबैजना भेला हुँदाखेरि चाहे छेवार बेमा होस् कुनै कार्यक्रममा चाहिँ हाम्रो हिमाली भेगको जुन इसङको विशेष त मैले हुनु त अरू ठाउँमा पनि छ होला तर म इसङको जुन मेरो एउटा यहाँ बस्ने बेला मेरो एउटा अनुभव चाहिँ मैले के बटुले भन्दाखेरि यहाँको मान्छेले कुनै पनि कार्यक्रममा भेला हुँदाखेरि चाहिँ न साडी लगाएर आउने न कुर्ता लगाएर आउने न पोते लगाएर आउने न मङ्गलसूत्र लगाएर आउने न सिन्दुर लगाएर आउने त्यस्तो के पनि छैन रहेछ। मलाई चाहिँ कस्तो लाग्यो भन्दाखेरि म साँच्चै नै म चाहिँ बल्ल तामाङ बस्तीमा आइपुगे जस्तो चाहिँ मलाई बल्ल लाग्यो। जुन म यो इसङ्गोमा आउँदाखेरि चाहिँ मैले हिजो चाहिँ अब हाम्रो विशेष त यहाँ चाहिँ इसङ्गोमा चाहिँ तामाङको एउटा बहुमत भएको ठाउँ एउटा तामाङ बस्तीमा चाहिँ यसरी हाम्रो जुनै पनि एउटा कार्यक्रममा चाहिँ तामाङ हाम्रो चेलीबेटीहरू हाम्रो अनि हाम्रो तामाङ दाजुभाइले पनि आफ्नो पोसाक लगाएर आउने रहेछ। त्यसमा कुनै पनि मिस्कट छैन। त्यहाँ चाहिँ कुनै मान्छेले पनि न सिन्दुर लगाउनु भएको छ न कुनैले पोते लगाउनु भएको छ न कुनैले साडी न मङ्गलसूत्र एकदम आफ्नै तामाङ पोसाकमा एकदम लेखली एकदम आफ्नो पोसाकमा चाहिँ सबैजना चाहिँ एकदम आफ्नै जुन एउटा तामाङको जुन एउटा रूप हुन्छ नि त्यसमा चाहिँ सबैजना आउने रहेछ। अनि मैले चाहिँ धेरै जस्तो ठाउँमा चाहिँ हाम्रो गुम्बामा होस् कुनै पनि एउटा कार्यक्रममा होस् तामाङको छोराछोरी भइसकेपछि आफ्नै पोसाकमा चाहे जुन सरकारी अफिसमा होस् जुन कर्मचारी होस् जुन एउटा हाम्रो जनप्रतिनिधि होस् आफ्नो पोसाक लगाएर आफ्नो पहिचान दिएर चाहिँ जानुपर्छ जस्तो लाग्छ मेरो विचारमा चाहिँ। अनि तपाईँहरूको ठाउँमा पनि गुम्बामा कुनै कार्य बेचेकनमा पनि अनि साडी लगाएर लेङ्गा लगाएर अनि छड्के तिरली लगाएर पोते लगाएर मङ्गलसूत्र लगाएर सिन्दुर लगाएर चाहिँ यस्तो जानुहुन्छ भने चाहिँ तपाईँहरू चाहिँ होसियार हुनु होला। आफ्नो पहिचान चाहिँ तपाईँहरू कतै भुल्नु भइरहेको त छैन। त्यो भएर चाहिँ यदि हाम्रो गाउँबाट पनि हामीले यस्तो कुराहरू चाहिँ सिक्नुपर्ने रहेछ। इसङ्गोबाट चाहिँ मैले चाहिँ यो कुरा चाहिँ अनुभव गरेँ। तपाईँहरूले पनि यो कुरा सेयर गरेँ। तपाईँलाई कस्तो लाग्यो तपाईँले बुझ्नु भइसक्यो होला। यदि तपाईँहरू श्रीमान यदि दाइ यदि बुवाहरू हुनुहुन्छ भने आफ्नो श्रीमती छोरी चेलीबेटीहरूलाई पनि कतै गुम्बामा कार्यक्रममा जाँदाखेरि चाहिँ साडी सिन्दुर लेङ्गा छड्के तिरली मङ्गलसूत्रहरू लगाएर चाहिँ पोसाकहरू लगाएर चाहिँ नपठाउनु होला। मैले यहाँबाट यसो रिक्वेस्ट गर्न चाहेँ किनकि हाम्रो पहिचान कति घुमाइसक्यो कि हराइसक्यो जस्तो लाग्यो। तर इसङ्गोमा आएर चाहिँ मलाई एकदम खुसी लाग्यो। यो ठाउँमा चाहिँ न साडी लगाएर न सिन्दुर लगाएर पोते लगाएर मङ्गलसूत्र लगाएर उहाँ गुम्बामा आउने कुनै यसो कर्चलमा यस्तो कार्यक्रममा चाहिँ कुनै पनि त्यसरी नआउने रहेछ। आफ्नै पहाडी भेगको अनि एउटा हिमालयन भेगको भेषभूषा र तामाङको भेषभूषा लगाएर चाहिँ उहाँहरू आउने रहेछ। कुनै पनि मिस्कट छैन। सबैजना चाहिँ तामाङ भनेर चाहिँ एकदम पहिचान दिने रहेछ। तपाईँहरूले पनि भोलिको दिनमा चाहिँ आफ्नो पोसाक लगाएर जानु होला आफ्नो भेषभूषा लगाएर जानु होला। यो भिडियो चाहिँ मैले इसङ्गोको चाहिँ मैले एउटा छोटो भिडियो बनाएँ। तपाईँले यो भिडियो कस्तो लाग्यो होला मन पर्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला। मैले एउटा आफ्नो जाने चाहिँ कुराहरू मैले सेयर गर्न
चाहेको यसमा केही त्रुटि भयो भने चाहिँ क्षमा दिनुहोला। लासो फ्याफुलजी।